नमस्ते, तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा। आज हामीले सर्वव्यापक समूह U र त्यसका दुईवटा उपसमूहबाट बनेको समूहहरूको बारेमा छलफल गर्न गइरहेका छौँ। तपाईहरु हेर्न सक्नुहुनेछ सर्वव्यापक समूह U र त्यसका दुईवटा उपसमूहहरू A र B छन् भने अब हामीले भेनचित्र बनाउँछौँ। कस्तो हुन्छ भेनचित्र हेर्नु होला। यसरी भेनचित्र हामीले बनाउन सक्छौँ। एउटा यसै भित्र हामीले लेख्न सकिन्छ यो A समूह हो, यो B समूह हो अनि यो ओन्ली A भनिन्छ यसलाई। त्यस्तै यसलाई ओन्ली B भनिन्छ। यसलाई A इन्टरसेक्सन B भनिन्छ भने यसलाई A युनियन B को कम्प्लिमेन्ट भनिन्छ। त्यस्तै यो पुरै भागलाई नम्बर अफ B भनिन्छ भने यसलाई भनिन्छ नम्बर अफ A। त्यस्तै अर्को पनि हामीले देखाउन सक्छौँ भेनचित्र। एरो तानेर चारैतिर यो A हो, समूह A, यो B समूह हो। यसलाई जनाउन नम्बर अफ A संकेत गरिन्छ। यसलाई जनाउन नम्बर अफ B संकेत गरिन्छ। त्यस्तै यसको यो भित्रैको पार्ट जनाउन नम्बर अफ ओन्ली A संकेत गरिन्छ भने यसको भित्रको पार्ट जनाउन नम्बर अफ ओन्ली B संकेत गरिन्छ। यसलाई जनाउन नम्बर अफ A इन्टरसेक्सन B भनिन्छ भने यसलाई जनाउन नम्बर अफ A युनियन B को कम्प्लिमेन्ट भनिन्छ जनाइन्छ। अब तपाईले हेर्न सक्नुहुन्छ यही भेनचित्रबाट कसरी सूत्रहरू बन्छ त। भेनचित्रबाट बन्ने सूत्रहरू याद गर्न पर्दैन, यही भेनचित्रबाटै बनाउने हो। अब फर्स्ट नम्बर अफ U को लागि सूत्र कसरी बन्छ भन्दा नम्बर अफ U को लागि यो सबै एउटै बक्सभित्र पर्छ र नम्बर अफ A प्लस नम्बर अफ B, यो नम्बर अफ A र नम्बर अफ B जोड्दै गर्दा यो दुई पटक खप्टिएको छ। A तिरबाट एक पटक, B तिरबाट अर्को पटक गरेपछि दुईचोटि हुन्छ। दुई पटक हुनाले एकचोटि हामीले घटाउनु पर्छ। यसलाई नम्बर अफ A इन्टरसेक्सन B प्लस बाहिरको भाग नम्बर अफ A युनियन B को कम्प्लिमेन्ट। त्यस्तै सेकेन्ड नम्बर अफ U इक्वल टु, अब यो ओन्ली वाला भाग लिएर हामीले फर्मुला नम्बर अफ U बराबर बनाउन सक्छौँ। नम्बर अफ ओन्ली A प्लस नम्बर अफ ओन्ली B, ओन्ली A प्लस ओन्ली B प्लस नम्बर अफ A इन्टरसेक्सन B प्लस नम्बर अफ A युनियन B को होल कम्प्लिमेन्ट। त्यस्तै थर्ड नम्बरमा यही भेनचित्रबाट नम्बर अफ U बराबर A र B को पुरै भागलाई हामीले नम्बर अफ A युनियन B भन्छौँ र यो A र B बाहेकको A युनियन B बाहेकको भागलाई यो के भनिन्छ भन्दा बाहिरको भागलाई नम्बर अफ A युनियन B को होल कम्प्लिमेन्ट भनिन्छ। मतलब यो A र B को पुरै भाग प्लस बाहिरको भाग जोडियो भने नम्बर अफ U हुन्छ। त्यसपछि आइबी नम्बरमा नम्बर अफ A युनियन B बराबर यो A र B को पुरै भागलाई हामीले देखाउने हो। नम्बर अफ A यो पुरै भाग नम्बर अफ A
ए प्लस नम्बर अफ बी फेरि यो दुई पटक दोहोरियो, त्यसैले माइनस नम्बर अफ ए इन्टरसेक्सन बी एकचोटि गऱ्यो भने एकचोटि मात्रै आउँथ्यो प्लस नम्बर अफ ए युनियन बी को होल कम्प्लिमेन्ट। त्यस्तै भी नम्बरमा नम्बर अफ ए युनियन बी बराबर, अब यो ओन्ली वाला हामीले प्रयोग गरेर गर्न सक्छौँ। नम्बर अफ ओन्ली ए प्लस नम्बर अफ ओन्ली बी प्लस नम्बर अफ ए इन्टरसेक्सन बी प्लस नम्बर अफ ए युनियन बी को होल कम्प्लिमेन्ट। त्यस्तै नम्बर अफ ए युनियन बी बराबर नम्बर अफ यू माइनस नम्बर अफ ए युनियन बी को होल कम्प्लिमेन्ट गर्न सकिन्छ। त्यस्तै व्यञ्चित्रबाटै नम्बर अफ ओन्ली ए को लागि यो ओन्ली ए कसरी आयो त यति भाग भनेपछि नम्बर अफ एबाट नम्बर अफ यो भाग ए इन्टरसेक्सन बी घटाइयो। त्यस्तै गरेर यो ए निकाल्नको लागि, यो पुरै ए निकाल्नको लागि नम्बर अफ ए बराबर नम्बर अफ ओन्ली ए प्लस यो भाग नम्बर अफ ए इन्टरसेक्सन बी गरियो भने यो र यो जोड्दाखेरि नम्बर अफ ए आउँछ। त्यस्तै नम्बर अफ ओन्ली बी को लागि यो भाग निकाल्नलाई बीबाट नम्बर अफ बी माइनस नम्बर अफ इन्टरसेक्सन बी हुन्छ र अन्तिम नम्बर अफ बी बराबर नम्बर अफ ओन्ली बी प्लस नम्बर अफ इन्टरसेक्सन बी हुन्छ। यसरी हामीले सर्वव्यापक समूह यू र यसका दुईवटा उपसमूहहरू ए र बीबाट विभिन्न व्यञ्चित्र यसरी बनाउन सक्छौँ दुई किसिमको, र त्यसैबाट सूत्रहरू पनि यसरी तयार गर्न सक्छौँ है त। राम्रोसँग ध्यान दिएर पढ्नुहोला। हवस्, धन्यवाद, नमस्कार।